बल खेल्न आएको या बल हानेर जितेर लिएर जाने ल कस्तो राम्रो यहाँको सिनहरू कस्तो राम्रो यहाँ हेर त कस्तो राम्रो नेपालमा भन्दा जस्तो यहाँ भित्र रेस्टुरेन्टमा आए जस्तो लाग्यो एउटै डिजाइनको घर है कस्तो राम्रो कता हो बेबु राम्रोसँग है गाडी पुग्नु चलाउन आउँछ त मलाई त यहाँ बसेर खानु खेल्ने हेलो उतारेर जाने त्यो त्यस्तो नि रहेछ त्यसमा धेरै पैसा लाग्छ किनभने कति राम्रो हाम्रो नेपालमा पानी घट्छ पानी जानु ल यता आइज यता खै देखिन मम्मी कता पानी जानु चिठी यहाँभित्र राख्यो भने अस्ट्रेलियाभरि पुग्छ यहाँ कति राम्रो सिस्टम हाम्रो उहाँ हुलाक भन्छ हाम्रो पनि छ नि हुलाकको सिस्टम हुलाकमा जाने भन्छ उहाँ चाहिँ यहाँबाट पठाउँदो रहेछ पहिला चलाएको मैले 44-45 सालमा काठमाडौँ आउँदाखेरि हाम्रो यस्तै पम्पबाट पानी लिन्थ्यौँ हामी उहाँ किलाघरमा बसेको बेला सेम के आफूले देखेको चिज देख्दाखेरि पुरानो आइटम एकदम मनपर्ने क्या पहिलेको सिस्टम यहाँको चाहिँ मुख्य ठाउँ भनेको बल किन्ने ठाउँ यहाँ अब हामी बल किन्दैछौँ बल खेल्ने अब बल पाउने ठाउँ रहेछ बल किन्ने अनि बल खेल्न आएको यस्तो बल लिएर गएर आउने ठाउँ यहाँबाट लगेर त्यहाँ गएर खेल्ने
यसले हान्ने बल किनेपछि यसले लगेर ठ्याङ ठ्याङ सबै जितेर जान्छ आज यस्तो पानी त्यसरी खेल्दा रहेछ है यस्तो त हामी सक्दैन बच्चाहरूले खाने चक्लेट पनि गर्छ बच्चाहरूलाई खेल्ने चिज ठुलो चक्लेट के खाने सबै बच्चा खाएन कस्तो राम्रो बच्चाहरूले सब खेल्ने चिज रहेछ हौ बच्चाको यो पनि कस्तो राम्रो यो चक्लेटको आइटम जेली चक्लेट थरी यहाँ पाउँदो रहेछ म त सबै कुरो बच्चालाई खेलाउने चिज भने त खाने चिज पो रहेछ लालीपपी बच्चाहरूले कस्तो राम्रो है खेल्न पनि हुने खान नि हुने Which one then, huh? Maybe this one then, huh? Yeah. So this way, totally 18 holes. The first one is on the left side. all right, thank you. Enjoy. And where's the ball? Do I need to have a ball? Yeah, you pick a ball. Oh, I did pick it up. Sorry. I'll pick blue. One. Ja. So from there, number one over there. Oh, number one. Here Okay. is the last one. Now, mommy. पहिला सुरु त्यहाँ एक नम्बर जान्न यहाँबाट हान्नु त त्यहाँ एउटा दुलो छ यहाँ राख्नु न यहाँ राख्नु त बल अब हान्नु पुर्याउनु पर्ने उता अब जहाँ भए पनि कुराउँदै लाने बिस्तारो होइन हान्नु खै कहाँ गयो ऊ त्यहाँ रहेछ ऊ यो दुलोमा छिराउनु पर्ने ऊ यो दुलो यहाँबाट नि भयो अब त्यहाँबाट हान्नु त ला माथि अब त्यो दुलोमा हान्नुपर्छ भएन बल खेल्न आएको बल लौरो यसैले आज अब जितेर लगेन बल लौरो यस्तो हुँदो रहेछ यहाँ सबै ठाउँ खेलेर जितेर अब घर फर्किनु लाग्यो मैले त जितेँ खेल्ला नै हो नि त उही बेलाको त अहिले म बुढी भयो ऊ बेलाको त खेलाडी हो एक नम्बर अहिले त बुढी भएर पो यता मम्मी यता मम्मी यता आइसक्यो
जितेको यो जितेर लानु छ यो मान्छेले जित्छ है पैसा सिक्दैछ तालिम गर्दैछ कसरी हान्दाखेरि पर्छ त्यहाँ भनेर हेर चार खुट्टा फाले हामी बलिङ खेल्न आएको नाति बाजु जितेर लिएर जानुलाई नाति यस्तो बल खेल्छ खेलिरहेछ हजुरआमाले जितेर सकिहालेँ अहिले खाजा खाने पैसा जितिसकेँ मैले जानुपर्छ बल खेलेर यहाँबाट पैसा राख्ने अनि बल लिने अब यसले हान्ने यहाँ $25 तिरेको भने होइन अब $50 लिएर जाने जहाँबाट खेल्ने नि हुन्छ पहिल्यै मिस्टेक हो त्यो त ट्रायल दिएको मम्मी ट्रायल सो अफ नि जुनमा छोइने हुने हो जुनमा तीनटामा जुनमा छोइने हुने कि एउटैमा त्यो गोलो गोलो देखाइरहेको त्यो निलोमा भयो ए कस्तो खालको कप हो यो त मैले अहिलेसम्म देखेको थिएन नि त्यस्तै त हुन्छ अर्कै खालको हुन्छ हालिहाल्छ गएन हेरौँला अहिले पैसा लिएर जानुपर्छ है केटा जित्नु सब कोही बेला म देखाउँछु यहाँ दिदिसियो त म देखाउँछु पढिनु बरु छोरालाई खेल्नु दियो बरु छोराले जित्छ होला यहाँ त यहीँ बसिरहनु जस्तो रहेछ ल बच्चालाई ट्रेनिङ दिएको ल आफ्नो छोराछोरीलाई त्यस्तो जानेको है त्यो तल जानुलाई सिकाउँदो रहेछ यसो गर भनेर पशुको बोली नभएर के गर्नु डुब्दै माथि आउँदै त्यो बच्चालाई सिकाएको रहेछ तल गएपछि खाने चिज एउटा भेट्दो पनि रहेछ एउटा मात्रै रहेछ बच्चा चाहिँ फेरि क्या मजाले डुब्छ त्यहाँ हेरिरह त चुर्लु पहिला छोराछोरीका लागि के मात्रै जानेको अरे भगवान् बच्चालाई सिकाउनु पर्ने उनीहरूको पनि